भन्छ कति हिसाब गर्नु कि आफूलाई मन लागेको लाउन खान। आज पनि टिकटकमा मात्रै बराली राख्ने हो कि काममा पनि लाग्ने हो दाइ? काममै छु, ड्युटीमै छु। सुन पसलेले बनाएको टिकटक, धनी मानीले व्यापारीहरूले बनाएको टिकटक हेर्नु नै हाम्रो काम हो के मुला। जोडिँदै हुनुहुन्छ लु कमेन्ट पनि गर्दै गर्नु होला। रोमन वाइबा ल वेलकम टु माई लाइफ, हजुरलाई पनि स्वागत छ। धनबहादुर 1 2 3 ल हजुरलाई पनि स्वागत छ। वेलकम टु माई लाइफ। म इङ्ग्लिस र नेपालीमा सबै बोल्नुपर्छ के हजुर? सुन्नको आइले थियो नि लाइभमा आएको छ। तरुनी नहेरेर के बुढी हेरेर चुप लाग। राम्री मान्छे कुन ठाउँबाट अहिले भन्नुभएको छ रमेशजीले। ल धन्यवाद हजुरलाई, हजुरको आँखाले मलाई राम्ररी देख्नु भएकोमा। म चाहिँ यो धादिङको कल्लेरीमा हजुर यतिखेर म घरभन्दा अलि पर छिमेकीको घरमा चाहिँ वाइफाई भएको ठाउँमा आएर लाइभ बसिरहेको छु। मनबहादुर लामा परिवार सङ्ख्या कति भन्नुभएको छ? हाम्रो 2 जना मात्रै हो हजुर, 2 जना मात्रै हो। भेनाज्यू कता अहिले? ए भेनाज्यू कान दुखेर हस्पिटलमा जानु भएको छ। म चाहिँ अहिले हजुरहरूसँग यसो सुन्दर मुहार देखाउँदैछु हजुर। ल स्वागत छ मेरो माइती दाजुभाइ सबैजनालाई स्वागत छ मेरो लाइफमा है। वेलकम टु माई लाइफ। भात खान दिने भए आउनु पर्यो, खाना दिने हो। ओहो हजुर म आफै घरमा छैन कसरी दिनु हजुर? मैले नि खाएको छैन खासमा। हजुरहरूसँग नबोली त खानै मन नलाग्ने के, त्यही भएर खाएको छैन मैले पनि। ए अनि सीता बहिनीले सोध्नु भएको छ हजुरको हिजो किनेको सुन कता गयो त नि दिदी? ओहो सुन भन्ने चिज पनि लाएर हिँड्न धेरै गाह्रो छ बहिनी। मैले घरमै राखेर आएको छु, मजाले थन्काइरहेको छु दराजमा। ल हेर, यसको बुढो चाहिँ यो हस्पिटलमा गएर कता कता जान्छ मलाई रिपोर्टिङ गर जा। हस् दाइ। हजुरको कल्लेरी ठ्याक्कै कहाँनिर हो घर दिदी भन्नुभएको छ? ओहो ठ्याक्कै कल्लेरीको त्यो ठुलो पिपल बोट भन्दा माथि केराघारी भन्दा अलिकति उतापट्टि ठुलो काठको चट्ट बार्दली लागेको घर सबैलाई थाहा छ त नि, हजुरलाई चाहिँ थाहा रहन्छ। ए कान ठाडेको फोन पो आएछ। कान दुख्यो भनेर हस्पिटल गएको छ कि? बुढा फेरि डाक्टरलाई नै जाँच्ने खालको छ मेरो। अस्ति दाँत दुख्यो भनेर दाँत उहालेर आयो, यसपालि फेरि कान दुख्यो भनेर कानै उहालेर आउला नि। देब्रे गोजीमा 100 रुपियाँ हाल्दैछ त नि।